हेलो फलामको कराईमा पकाएर खाँदा आइरन पाइन्छ भन्ने त हजुरहरूले थाहा होला। सो म बनाउन जाँदैछु यो कराईमा माछाको सुप। यहाँ रहेको छ माछा, अनि बेसनको पेस्ट, अनि दही, अनि टोमेटो पेस्ट, पिसेको तोरी, तेजपत्ता, धुलो मसला प्लस ल्वाङ र थोरै अजिना, काटेको प्याज, अदुवा लसुन, अनि धनियाँ, अनि कराई तातेर तेल राखिसकेपछि फुराउने जिरा, अनि तेजपत्ता, अनि राखिदिने प्याज राखेपछि एकछिन यसलाई फ्राई गर्ने, हल्का मिठो बास्ना आउँदासम्म, अनि राखिदिने धुलो मसला, अनि राख्ने पिसेको तोरी, अनि अदुवा लसुन, अनि राखिदिने बेसन र एकछिन चलाएपछि राखिदिने टोमेटो पेस्ट, अनि फेरि एकछिन चलाउने। एकछिन चलाइसकेपछि चाहिँ यसमा राख्ने थोरै पानी राखेर उमालिसकेपछि चाहिँ यत्तिको हुन्छ। यत्तिको भइसकेपछि आगो सानो बनाउने, साइडबाट राखिदिने दही राख्दा चाहिँ जहिले आगो सानो बनाउनु पर्छ, किनभने दही फाट्न सक्छ। दही राखेर यत्तिको उमालिसकेपछि फेरि ठुलो आगो बनाउने, अनि राखिदिने माछा राखेर मैले लगभग आधा घन्टा उमालेपछि चाहिँ राखिदिए धनियाँ। लगभग मेरो माछाको सुप रेडी भएको छ। हेर्नुहोस् त, माछा पनि राम्रोसँग पाक्यो। हजुरहरूले पनि यो रेसिपी ट्राई गर्नु होला। थ्याङ्क यू सो मच।